Hello guys, welcome back to my YouTube channel. आज चाहिँ म यसरी डोको बोकेर हिँडेको सारी कता हिँडेको भन्नुहुन्छ भने दाउरा लिन हिँडेको भाइ बहिनी म आमा तीनजना चाहिँ आज हामी दाउरा लिन हिँडेको। हाम्रोमा चाहिँ यस्तो कफीहरु पनि पाइन्छ है। कफी कति धेरै फलेको छ सुन्तला। यस्तै जाँदैछौँ हामी चाहिँ दाउरा लिन। यसरी हाम्रो गाउँमा चाहिँ यसरी दाउरा टन्न ल्याएर राख्ने चलन छ। रुद्राक्षको बोट गाइस, यो चाहिँ रुद्राक्षको बोट हो। यहाँ चाहिँ एकदम धेरै राम्रो रुद्राक्षहरू फल्छ। आमा र बहिनी पनि हिँडिसकेको छन्। छिटो गएर आउँ है, मेरो छोरा चाहिँ सुतिरहेको छ। त्यस्तै मौका पारेर म पनि छिटो जाउँ भनेर हिँडेको। यो बाटो चाहिँ तलबाट हाइवे रोडबाट आउँछ। यो बाटो चाहिँ हाम्रो उता पर देवीथान जाने बाटो हो। कस्तो दामी छ है। यहाँ माथिबाट गयो भने देवीथान पुगिन्छ, यहाँ तलबाट गयो भने पनि पुगिन्छ, तर अलि उकालो लाग्नुपर्छ। हाम्रो गाउँमा चाहिँ यसरी अम्लिसो पनि पाइन्छ। यो पनि हाम्रै अम्लिसो बारी हो। यहाँदेखि मास्तिर सबै हाम्रै बारी हो। यहाँदेखि तलतिर चाहिँ हाम्रो डेमाहरूको हाम्रो गाउँको स्कुल चाहिँ यहाँ छ है साथी। यो चाहिँ हाम्रो गाउँको स्कुल देख्न सक्नुहुन्छ। स्कुल यता चाहिँ तल्लो गाउँ हो, हाम्रो गाउँदेखि तलतिर। यहाँ तल हाम्रो फुपूहरूको घर। ल हाम्रो स्कुल चाहिँ देख्नुभयो होला नि, यहाँ +2 सम्म छ है। यो स्कुलमा चाहिँ +2 म पढेको स्कुल पनि यही नै हो साथी हो। हेर्नुहोस् मेरो भिडियोमा चिनिराख्नु होला। हेर्नु त अस्ति यो के भन्छ पानी धेरै परेको बेला झरेछ है। बेसारसँग झरेछ। बेसार खेती पनि गर्नुहुन्छ यहाँ चाहिँ। यहाँ पनि झरेको रहेछ हाम्रो बारी, झरेछ यति। ल हाम्रो यहाँ पनि झरेछ, यति झरेछ। अस्ति धेरै पानी परेको थियो नि त, टिकाको भोलि पर्सिपल्ट 2 दिन ठुलो पानी परेको बेला यस्तो झरेछ क्या सबै। यता त झन् कति धेरै झरेको छ, तपाईहरु अब हेर्नु है, देखाउने नै छु। यो चाहिँ रोड हो क्या, हामी धरान धनकुटा जाने रोड यही हो। हाम्रो घरदेखि नजिकै पर्छ। यताबाट कुन लाने हो? यो सब बारी हाम्रो यही हो। यहाँदेखि मास्तिर, यहाँदेखि माथि चाहिँ उयो हो देवीथान मन्दिर हो। रेनु के हो, केही बोल्दैनस् त हो। रेनुकालाई यही हो हामी बोक्ने अरे। यो सब हाम्रो के भन्छ रुखहरू सबै हो रेनुका झरेको क्या। पानी ठुलो पानी परेर हेर्नु कति झरेको छ यहाँ। यसरी बरको बोट स्कुलको भाइ बहिनीहरू हाम्रो
निकै बोक्छु भनेर हेर न दुईटा डोको पो खप्ट्याएर ल्याएछ त कोसम्मै अनि अरू अरू खोइ खोपमा पर्ने यो म सबै बोक्छु किन नबोक्नु अनि टाढो भए पो सकिँदैन नजिकै त पुरा हरिन्छ भर्खर एकचोटि बोक्दैछ उसो बोसो निस्केपछि थाहा पाउँछ हामीले योसम्म 2 बारी हुँदैछ कि बोसो निस्कोस् कि त्यसको निस्कोस् मलाई यस्तोको मतलब छैन क्या बल्ल अलिअलि मोटाएको छ उसको बोसो निकाल्छ ल कहिले मोटाएँ म गाइस अब चाहिँ म भारी हाल्छु भारी बोकिसके ल मेरो बहिनीले खिचिदिन्छ कि म भारी म लुरी नै भए पनि एक भारी लगिसक्यो मम्मीसँग अनि यो अल्सेनी चाहिँ भर्खर सुतेर एक भारी जम्मै बोक्छु भन्दा बाटोमा मैले देखाउँछु कस्तो हुन्छ भनेर सबै भारी हालिसक्छ कि सक्दैन रहेछ हेर्नु लगाए साथीहरू मान्छेको नाममा कलङ्क हो त्यो मान्छे हेरौँला अब एकछिन के हुन्छ कलङ्क हुन्छ कि मलाई यस्तो काम गर्नदेखि डर लाग्दैन साथी लेट्स सी ट्रोल बनेगा फेरि तू ही ट्रोल बनेगा हम तो नहीं ट्रोल बनेंगे हम तो हीरो बनेंगे देख भारी बोक हाम्रो मम्मी चाहिँ यहाँ तल दाउरा काट्नु हुँदैछ किनकि दाउराको भारीले पुगेन अरे मम्मीलाई चाहिँ धेरै बोक्ने मेरो त यही हो तल्लो यो मेनकाले सबै बोक्यो भने उसको नाम जिरे हेरौँला त्यो पनि टाढो भए पो त उति 2 मिनटको बाटो 2 मिनटमा त म 100 क्विन्टल भए पनि बोक्छु हाम्रो बारी चाहिँ यो रोडको अलिक माथि पर्छ रोडमा चाहिँ सबैजना नानीहरू हिँड्दैछ घर जाँदैछ आज फ्राइडे हो त्यही भएर उनीहरूको छुट्टी भएर जाँदैछ घर फर्किँदैछ यसले बोक्नु सकेन अनि अट्ला जस्तो छैन भन्दैछ ऊ इधर भरिसक्यो नि त भरे पनि माथि टुपीमा हाल्नुपर्छ नि त बोक्नु सक्ने मान्छेले एकछिनमा हल्लाउनु त सक्दैन यो भारी सक्दिन हल्लाउनु हेर्न मान्छेले देश हल्लाइसक्यो यसले एउटा भारी हेरौँला देश हल्लाउनु र भारी हल्लाउनुमा निकै फरक छ कि लु एकछिन रुएन भने मेरो नाम रेणुका होइन ल ल ल ल अझै हाम्रो यो दाउराहरू पनि ठुल्ठुलो रुखहरू पनि ढल्छ कि जस्तो छ किनकि अझै पहिरो जाँदैछ पानी परेको परै हुनाले हाम्रो साथीहरू चुला जाडा जाँदै बाटोमा चाहिँ नढलियोस् हेरौँला हेरौँला बादल आजको वेदर चाहिँ हाम्रो एकदमै कुल नजारा देख्न सक्नुहुन्छ साथीहरू यो मेरो छाया हो तल
हाम्रो मम्मी चाहिँ घाँस दाउरा काट्दा काट्दै उता भिरमा पसिसक्नु भयो ओ माई गॉड सबै डेन्जर मान्छेहरू मात्रै छ यसले भारी बोक्छ अरे यत्रो किनकि यो यति भारी बोक्नु त राम्रै हो यो के भन्छ काँचो भएर चाहिँ गरौँ हुन्छ अघि हामीले फर्स्ट ट्राई गरिसकेको छौँ यो भर्खर उसको बोसो पक्रेर आएर चाहिँ यो अलिक मात्तिँदैछ हाम्रो भारी मेरो भारी चाहिँ यता तल छ मेरो भुया म चाहिँ मेरो भारी लिनु हिँड्ने साथीहरू लु मेनु अब जाने रे हेरौँला अब कसरी बोक्ने रहेछ भारी म चाहिँ आज दुई भारी एकैचोटि लाडेछु भारी हल्लाउनु सजिलो छ कि छैन हेर्नुहोस् गाइज साथीहरू यहाँ मैले पनि सघाउनु पर्ने अवस्था आएको छ यहाँ अब यो मोबाइललाई मैले अन्तै यहाँ मासतिर हाम्रो जङ्गल भन्दा पनि हाम्रो बारीमा चाहिँ यति धेरै दाउराको रुखहरू छ हो यसले सक्छ बल्कर तरुनी लाका जवानले उचाल्दैछ या भारी पल्टाउनु सघाउनु न उल्टा हालेछ यसले सक्दिन भनेर अगाडि नै अल्छी लागेको छ अरे एकछिनमा उतै लडाइदिन्छ अल्छीले खेल्नु ल यो तलपट्टि लडी झर्छस् नि यो त बाटो होइन त तलपट्टिको त यो जति पत्ताहरू देख्नुहुन्छ नि त भिर साथीहरू खतरो के खेलाडी इधर है ले आते जा कसरी हिँड्दै गर्छु ल जा यसको पछाडिको हिँड्दै गर्छु गाह्रो भयो एकदम आमा बिटाङ गर्ने म चाहिँ अब हिँड्दै गर्नु पर्यो गाह्रो भयो यति धेरै बोकेर हिँडेको र गाइज अब घर पुगेपछि नै देखाउँछु है यस्तो छ बाटो अप्ठ्यारो म चाहिँ बल्ल घर आएँ बल्ल बल्ल आइपुग्यो हजुर मेरो चाहिँ ल्याइसकेको आमाहरू चाहिँ अब कति थोरै हौ हे राम कति थोरै बोकेको हेर्नुहोस् है मैले कति धेरै बोकेको थिएँ त काँचै भए पनि
आमाले चाहिँ निकै मेरो छोरा निदाएको थियो भर्खर उठेर रुँदैछ। आऊ मेरो छोरा मामा चाङ्गा बचेको